केपिएल जस्तै याद अलिअलि त हो नि त होइन हेलो गाइज वेलकम ब्याक टु माई च्यानल अगेन। आज फेरि म एउटा सर्ट एन्ड स्विट भ्लग लिएर आएको छु। यो चाहिँ धेरै लङ हुन्न होइन। आज हामी अल्कत्राज आइल्यान्ड भन्नेमा घुम्न जाँदैछौँ। यो चाहिँ पहिलाको एकदम भयङ्कर डेन्जर क्रिमिनल हुन्छ नि त्यसलाई राख्ने प्रिजन हो होइन। अहिले चाहिँ म्युजियम बनाएको छ त्यसलाई। त्यही हामी आज घुम्न जाँदैछौँ। सो त्यसैको भ्लग हुनेछ आजको यो। इन्जोय द भिडियो गाइज, लेट्स गो। के हो तिमीहरू के बाहिर निस्किसक्या हो रोडमा? अहिले हो यो ट्रेन दाइजन अघि म त्यही बेला गाडी छोड्न गएको थिएँ, त्यही बेलाबाट बाहिर बाटोमा ल निस्क बाटोमै निस्क ल। होइन सबैजनाको टाइममा भयो त यार। ए किन अरू बेला हुन्थेन? यो ग्रुप त मेरो लागि त ठिकै रहेछ त। सर ओ जानी चाहिँ कहाँ? अब त के समय छ अन्त जानुपर्छ भने पनि जाम। के जे समुद्रै हो क्या त्यो समुद्रको बिचमा हो क्या दाइ। पहिलाको प्रिजन हो कि अनि अहिलेको चाहिँ म्युजियम भनौँ न। त्यो फेमस डनमा भएको प्रिजन हो क्या। हो यस यस। रातिमा कति बवाल देखिन्छ होला यहाँ होइन? रातिमा त दामी देखिन्छ नि। अन्त लाइटिङ गाइज हामी चाहिँ यो हाम्रो क्रुज चढ्ने ठाउँमा आइसक्यौँ होइन। अब यहाँबाट क्रुजमा हामी त्यो मेन पोइन्टमा जान्छौँ। यहाँ चाहिँ म चाहिन्छ होला टिकट राख्नुपर्छ हो। टिकट राख्नुपर्छ हो। हामी चाहिँ यो ठाउँमा जाने हो है गाइज। यहाँ पुरै अब सानो एउटा भ्यू रहेछ। सबै यो हो क्या दाइ, सबै यही अनुसार टक्क छ होइन। त्यहाँ जाने घुम्ने यति धेरै लाइन छ है गाइज। माथि ठिक छ दाइ। होइन माथिबाट सबै हेर्नु पाइन्छ, मजा हुन्छ कि। गाइज हामी चाहिँ क्रुजमा चढिसक्यौँ है। अहिले क्रुजको टपमा छौँ होइन। पानी एकदम चिसो छ, सो त्यही भएर हावा पनि चिसो चल्दैछ। जाडो छ मौसम। हाम्रो यादव दाइ त्यहाँ हुनुहुन्छ है। दाइको प्लान थियो सबै यो आज यादव दाइको। हाम्रो डेस्टिनेसन चाहिँ त्यो हो है गाइज। कताबाट जाने हो? जताबाट यताबाट? गाइज हामी आइल्यान्डमा आइसक्यौँ। म थोरै गरेर सबै प्लेसहरू पनि देखाउँछु। त्यहाँ सर्टेन इन्फर्मेसन हुन्छ त्यो पनि देखाउँछु। तपाईँ चाहिँ इन्जोय गर्दै गर्नुहोस् है त। यो चाहिँ एन्ट्री गेट है। यो पछि बनाएको है चाहिँ क्या हो? यो अगाडिको हतकडीहरू यहाँ पो रहेछ त हो। यो चाहिँ के रहेछ दाइ? के हो यो? कता जाने हामी पहिला? जाम हुन्न। जाम हुन्न। हाम्रो दाइहरू अगाडि चराहरूको बस्ती है चाहिँ क्या हो त? किन हो यस्तो हो? चराहरूको त बस्ती नै हो अन्त यिनीहरूलाई रहेछ नि त चिल यहाँ त। त्यो चराहरूको कुरा हुँदाखेरि चिल भन्दाखेरि त हामी सिधै त्यो इगललाई सोचिन्छ नि त। चिल यिनीहरूलाई चिल रहेछ भनेको आनन्द रहेछ। एकजना नेपाली भेटेको थिएँ कि बवाल भन्ने मैले होइन। ल बवाल छ नि भनेर त हामी राम्रो छ ठिक छ भनेको सुनिन्छ नि त होइन।
अनि बवाल भने शब्दै थाहा दिन्छ कि सिटी यहाँबाट धेरै टाढा छैन है गाइस सिटी चाहिँ त्यो भयो होइन डाउनटाउन हाम्रो यो रिजन चाहिँ यहाँ चाहिँ यत्तिको डिस्टेन्समा छ कि यहाँबाट स्विमिङ गर्दा फ्याक्न पनि गाह्रै छ निस्के पनि वहाँसम्म पुग्दासम्म त मान्छे थाकिसक्छ त्यो चाहिँ गोल्डन गेट ब्रिजको भ्यू है गाइस कति धेरै रहेछ है यो चरा हामी चाहिँ टपमा जाँदैछौँ होइन टपबाट चाहिँ भ्यू देखाउँछु है मैले बबाल देखिन्छ टपको भ्यू चाहिँ छ बडी भ्यू फ्रम द टप त्यही हामी उता गएको होइन अघि है एउटै हो कति कति हेर्न पाइन्छ अडियो छाडेको अडियो लाएर सुन्ने के हो जाने हो ल हिस्ट्रीको समथिङ केही सुन्न पाइने होला होला हेरौँ न मजा सेल हाउस अडियो टुर त्यही हो कि दाइ अडियो टुर भनेको अडियो टुरबाट हामीले सबै भनियो कि यहाँको बारेमा टप भ्यू हो त यहाँको यो टप भ्यू यहाँ के हो यो सबैले एक कुन्टा दिन्छ ल अघि एउटा लेख्नु You follow these arrows on the floor till you see the sign that says tour. थ्याङ्क यू म्याम थ्याङ्क यू Okay, green is go, red is go. Oh, yeah, here. गाइज हामी अडियो टुर गर्दैछौँ होइन यहाँ अडियोमा चाहिँ सबै एक्सप्लेन गरिरहेछ के भइरहेछ भन्नु मैले सुनिरहेको छु है अडियोमा चाहिँ त्यो कैदीहरूले चाहिँ आफ्नो इन्स्ट्रक्सन दिएको अनि कसरी के भएको भनेर एक्सप्लेन गरेको रहेछ होइन यहाँ म सुनिरहेको छु है यो चाहिँ होल प्रिजन हो है गाइज यो कस्टडीहरू सबैभन्दा फेमस चाहिँ त्यो रहेछ क्या सबै मान्छे त्यहाँ छन् गाइज त्यो सुरुङ खनेर भागेकोवाला चाहिँ त्यहाँबाट रहेछ होइन सो त्यही भएर त्यो चाहिँ एकदम उस छ प्याक छ अहिले म देखाउँछु एकछिनमा त्यहाँबाट चाहिँ भागेको है गाइज त्यहाँ एउटा होल छ नि यो चाहिँ सबै सेलको भ्यू है गाइस यो भयो होइन यो चाहिँ पछाडिको सबैले अडियो सुनेको छ नि त्यही भएर बोल्न पनि सजिलो भयो कि यहाँ सबैको कानमा छ नि त म बोलेको सुन्दैनन् किनीहरूले कट अफ सबै सेल हो है गाइस कस्तो रियालिटीवाला साउन्ड राखेर बनाएको नि सुन्दाखेरि पनि त्यो हामी त्यही भयो जस्तोवाला फिल हुन्थ्यो कि होइन त्यो चम्चा खसेको यताउति छ नि दाइ त्यो चाहिँ अडियो सक्यो के छैन हुँदा के रहेछ गाइज मलाई यो अडियो सुन्दा पनि पुरै आफू त्यही भयो जस्तो फिल हुने कि त्यो स्टाइलले बनाएको रहेछ कि यो अडियो होइन इच एन्ड एभ्री पुरा डिटेल गरेर चाहिँ अडियो बनाएको पक्का पनि यो पछि बनाएको अडियो होला तर पनि इट फिल्स लाइक रियालिटी रियल न्यूज पेपर पढ्ने ठाउँ रहेछ क्या यो न्यूज पेपर पढ्ने ए प्रिजन न्युज पेपर गाइज अन्त अडियो टुर सक्यो है सक्यो हामी बाहिर निस्क्यौँ अब हामी फर्किन्छौँ होला सायद
अब जान्छ होला नि है दाइ है बुक स्टोर केपिओली जस्तो अरे होइन अलिअलि त रहेछ यार होइन केपिओली जस्तै जस्तै यार अलिअलि त हो नि त होइन झ्याप्प यो मुकुट निकाल्ने हो नि त त्यो चस्मा होइन यहाँ फेस हो सही हो गाइस हाम्रो टुर सक्यो होइन हामी चाहिँ फर्किनु लाने त लाइन कति धेरै यो फेरि लाइन यस्तो लाइन हुन्छ यार फर्किने मान्छेहरूको यहाँबाट हो त लाइन एकदमै हामी त लास्टतिर पर्ने भयो माथि जानु पाइने क्या हो यो वाला आयो भने त अटिन्छ हेर न यही त आयो गाइस हाम्रो 1 डे टुर सक्यो होइन अब चाहिँ हामी घर फर्किँदैछौँ अब बिचमा एक ठाउँमा कतै खाना खाइन्छ होला अनि त्यसपछि चाहिँ अनि दाइले सबैले घर छोडिदिनुहुन्छ दाइसँग आएको थियौँ हामी यादव दाइसँग दाइले घरमा छोडिदिनुहुन्छ अनि सकिन्छ है ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अगेन थ्याङ्क यू गाइज थ्याङ्क यू सी यू अगेन इन द नेक्स्ट भिडियो बाई धेरै उताबाट घुमेर एउटा मात्रै छ दुईटा छ